नमस्कार, हमार नाम राकेश विक्रम शाह, जनकपुर से छी हम। सोही सन्दर्भमा हामीले यो पालि हेर्यौं कि उपचारबाट मान्छे वञ्चित हुन पुगिरहेछ। कोरोनाको राम्ररी जनचेतनामुखी कार्यक्रमहरू नभएर यो कोरोना के हो, योसँग सतर्कता कसरी अपनाउने खालका यस्तो थुप्रै गतिविधिहरू छन्। विज्ञहरूसँग सुन्दा बुझ्दा समाचार हेर्दा थाहा पाइन्छ र त्यही कुरालाई आफ्नो समाजमा फैलाउने राम्रो सुविचारहरूलाई यो हाम्रो एउटा सम्पूर्ण नागरिकको एउटा दायित्व हो। त्यही दायित्वमा मात्र निर्वाह गरिरहेको छु, अरू खासै त केही होइन। तपाईँ यसै सेवाभावको क्रममा निषेधाज्ञामा पनि निरन्तर बाहिर निस्किरहनु भएको छ। निषेधाज्ञा लागेको आज 20-21 दिन हुन लागेको छ। तपाईँले हेर्नु भएको, अनुभव गर्नुभएको समस्याहरू के लाग्यो तपाईँले? कस्ता कस्ता समस्या तपाईँले एकदम भित्रबाट अनुभव गर्नुभयो? होइन, यो नहुनुपर्ने थियो। के छ, राम्रो प्रश्न गर्नुभयो। यो यस्तो छ, तपाईँलाई यो समस्या अहिलेको सन्दर्भमा कुनै सोचे सम्झेको र विगतमा हुने खालको समस्या नै आउँछ भन्ने छैन। अहिले त के छ, यो यस्तो अप्ठ्यारो छ, मान्छेले कहिले पनि देखेको थिएन कि यस्तो महामारी पनि होला भनेर। कमसेकम हाम्रो जेनेरेसन, हाम्रो यो पुस्ताले त देखेको थिएन। अब अघिल्लो साल पनि कोरोना महामारी भयो अनि समय अनुकूल हामीले बुझ्दै गयौँ मान्छेलाई के गाह्रो परिरहेछ, के अप्ठ्यारो परिरहेछ। अनि विगतको वर्षमा पनि हामीले कोरोनामा उपचारबाट वञ्चितहरूको लागि मेडिकल क्याम्प, मान्छेलाई खाद्यान्न सामग्रीको अभाव भएलाई कसैलाई खाद्यान्न पुर्याउने, के भन्छ, कसैलाई पहल कदमी गरिदिने, कसैलाई एम्बुलेन्सको जोगाड गरिदिने। यो लकडाउनको कारण अन्य उपचार नन कोभिड बिरामीहरू पनि हुन्छन्, डेलिभरी केसको महिलाहरू हुन्छन्, तिनीहरूलाई रगतको अभाव हुन्छ, तिनीहरूलाई हामी रगतको व्यवस्थापन गरिदिने खालका कामहरू गर्दै आएका छौँ। र अहिलेको फेरि यो पूर्ण अर्को जुन दोस्रो म्युटेन्टको कुरा आइरहेछ अहिलेको जुन कोरोनामा, यसले अलिक फरक किसिमको मान्छेको ज्यानै जोखिममा राख्ने गरी यसमा के बुढा, के बच्चा, के तनेरी जवान सबलाई एकै खालको ज्यानै जोखिममा पार्ने गरी परिरहेछ। र तसर्थ के छ भनेपछि यो च्यालेन्ज तपाईँलाई प्रत्येक 10 घन्टा 20 घन्टा दोस्रो दिन तेस्रो दिन नयाँ किसिमको समस्या च्यालेन्जहरू तपाईँलाई देखा पर्छ। त्यही भएर पहिला अनुमान गर्न लगाउन सकिँदैन। त जुन तसर्थ मार्केटमा बस्दाखेरि तपाईँ जब बुझ्न थाल्नुहुन्छ कि के समस्या आइरहेछ, त्यसमा पहल गर्दै गर्दा त्यसको उपायहरू पनि सम्झिन थाल्छ। र अर्को कुरा के छ भनेपछि जब हामीले काम सुरु गऱ्यौँ भने मान्छेले भन्छ कि यतिकै कोही सहयोगी छैन, त्यस्तो केही छैन। हामीले काम सुरु गर्दा पछि म तपाईँलाई आफ्नो व्यक्तिगत अनुभव बताउँछु। मेरो मोबाइलमा अहिले पनि 20-30 जनाको मेसेज होला, जसले भन्ने सोचिरह्यो होला, भाइ मलाई केही गर्नुपर्छ भने भन्नु होला, मलाई केही खाद्यान्न गरिदिनु पर्यो, कसैलाई औषधि गरिदिनु पर्यो, कसैलाई एम्बुलेन्स गरिदिनु पर्यो, कसैलाई इभन एउटा सामान्य गरिब घरको मान्छे पनि भन्छ नि, मान्छे पैसालाई ठुलो हुँदैन, दिलले ठुलो हुन्छ। आज एकजना धुप बेच्नेले, बाटोमा धुप बेच्नेले मलाई फोन गरेर के भन्नुभयो, दाइ तपाईँहरू लास पनि व्यवस्थापन गरेको मैले 2-3 दिन देखिरहेको छु, त्यसमा म केही होइन, म आफ्नो धुप फ्रीमा दिन चाहन्छु भनेर आज भर्खरको फोन छ, बिहानको। त योहरू अनुभव छ। मार्केटमा काम गर्दाखेरि तपाईँलाई धेरै कुरा आउँछ हो। धेरैजना अहिले भर्खर भन्नु खोज्यो कि अहिलेको समयमा के छ, मान्छे आधा जानकारी मात्र राखेर अरूलाई सल्लाह मात्र दिने काम गर्छन्। त्यस्तो आधा जानकारीमा सल्लाह दिएर त्यसले झन् समस्या खडा गर्ने हो। तसर्थ सहयोग थुप्रै पारालाई सहयोग हुन सक्छ। जरुरी छैन कि तपाईँलाई मार्केटमा निस्किनु नै परोस्, तपाईँलाई एकअर्काको नजिकै जानु परोस्। तपाईँ सुरक्षा मापदण्ड अपनाएर आफ्नो घरबाट पनि थुप्रै किसिमको सहायता गर्न सक्नुहुन्छ। कसैको मनोबल बढाउन सक्नुहुन्छ, कसैलाई प्रोत्साहन गर्न सक्नुहुन्छ, यो गलत प्रवृत्तिहरू विरुद्ध आवाज उठाउन सक्नुहुन्छ। जस्तै अब हेर्नुहोस्, हाम्रो समाजमा यो कोरोना छ, यसको उपचार हुनुपर्ने। रोग त कुनै अपराध होइन, कुनै लज्जा शरमको कुरा त होइन। यसबाट जुन घृणा उत्पन्न भएको छ, मान्छेले एकअर्कालाई अवहेलना गर्ने, त्यस्तोहरू नहुनुपर्ने। त्यसप्रति पनि सकारात्मक विचार यदि समाजमा फैलायो भने मान्छे स्वफुर्सद आफै अगाडि आएर यदि आफ्नो रोग लुकाएन भने त्यसले सही टाइममा उपचार पनि पाउँछ र उसको बाँच्ने चान्स पनि धेरै हुन सक्छ। उसले अरूलाई सङ्क्रमण नफैलाओस्, त्यसले पनि सुरक्षा हुन्छ। अहिलेको जुन परिस्थिति छ, हामी एकअर्कामाथि मात्रै प्रश्न उठाउँछौँ र त्यसबाट आफै पन्छिन खोज्छौँ। सरकारको त कुरै नगरौँ, तपाईँले आम जनसमुदायलाई यस्ता परिस्थितिमा के कस्ता लापरवाही गरेको हेर्नुहुन्छ र भन्दाखेरि होइन सरकारले यो गरेन त्यो गरेन भनेर आवाज उठाउँछन्? यस्तो छ, सरकारको त पर्याप्त कमजोरी छँदैछ। म विगतमा पनि भन्दै आएको छु कि सरकार भन्नाले दूरगामी हुनु पर्यो, फोरसाइटेड हुनु पर्यो। तिनीहरूलाई एउटा आफ्नो जनताको प्रति एउटा केयर राख्ने, एउटा चासो राख्ने किसिमको मनोवृत्ति हुनु पर्यो। तर तिनी बडा दुःखका साथ भन्नुपर्छ, तीनटै तहका सरकार होस्, कर्मचारी तन्त्र होस्, षड्यन्त्र होस्, यो सबै कुरा अहिले यिनीहरू व्यक्तिगत स्वार्थमा, कमिसन तन्त्रमा, भ्रष्टाचारमा लिप्त भएर आफ्नो दायित्व र कर्तव्यबाट यिनीहरू विमुख भएका छन्। यहाँ अब जनकपुरैको कुरा गरौँ भने यो पालि जुन यो तपाईँलाई केही मृत्यु भयो होइन, हामी धेरै हदसम्म अन्य ठाउँभन्दा त अलि ठिकै हुन्छौँ, किनकि हाम्रो धेरै जनसङ्ख्या पनि छैन, प्रकृतिको हिसाबले पनि हामी अहिलेसम्म त्यति धेरै मासिएका छैनौँ। तसर्थ हामीनिर थुप्रै सेवा सुविधाहरू भए तापनि सरकारको म्यानेजमेन्टमा कमी, चेन अफ कमान्डमा कमी, प्रोटोकलमा कमी, एकअर्कालाई आदर अनादर गर्ने खालका जुन योहरू
हरकतहरू छ त्यसहरू कारण मान्छेलाई के भएको छ भनेपछि सरकारले एउटा सुलभ जानकारी पनि जनता समक्ष पुर्याउन सकेको छैन। जसरी यही पालो मैले के हेरेँ कि मान्छे आफ्नो घरमा रोग भएर लुकाइरहेछ। यो पालिको यो सेकेन्ड म्युटेन्ट जुन छ यसमा यदि मान्छेलाई एउटा कुरा थाहा हुन्थ्यो कि यो रोग के छ र योसँग कसरी लड्न सकिन्छ, मैले थुप्रै डक्टर र पेसेन्टहरूको हेर्ने क्रममा मैले आफ्नो अनुभवबाट के हेरेँ मात्र होइन, डाक्टर साहबहरू पनि भन्नुहुन्छ, उहाँहरूको पनि अनुभव हो। जसरी म 50-100 पेसेन्ट डिल गर्छु, उहाँहरू पनि हजारौँ पेसेन्ट डिल गर्नुहुन्छ। उहाँहरूको भनाइ के हो, यसपालिको जुन यो सेकेन्ड म्युटेन्ट छ, हुन त तेस्रो म्युटेन्ट पनि भनिरहेछ जुन आउने समयमा बालबालिकालाई बढी जोखिम हुन्छ। त करेन्ट अहिलेको कुरा गरौँ हामी, यो म्युटेन्ट कस्तो छ, यदि तपाईँलाई कुनै किसिमको सिम्पटम आयो भने टाउको दुख्यो, रुगाखोकी लाग्यो, जिउ दुख्यो या अन्य कुनै किसिमको बिमारी छ भने बुझ्नुहोस् कि मलाई कोरोना छ र पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन, चौथो दिन नकटाई 3 दिन 4 दिनको भित्रमा तपाईँ एउटा विशेषज्ञ कन्सल्टेन्टसँग यदि तपाईँ सम्पर्कमा जानुभयो भने म एकदम कन्फिडेन्सका साथ भन्न सक्छु, आफ्नो अनुभवका आधारमा भन्न सक्छु कि त्यसलाई केही पनि हुँदैन। तर त्यो 3 दिन 4 दिन 5 दिन भित्रमा यसको यो कोरोनाको उपचार नै टाइमिङ हो। त्यो डक्टरले यदि औषधि चलाइदियो आफ्नो, तिनीहरूको एकदम बढी प्रोटोकल छैन उपचारको। तपाईँ अमेरिका जानुहोस् या कुनै गाउँघरमा जानुहोस्, एउटै किसिमको उपचार छ र त्यही औषधि छ। तर त्यो मान्छेमा जानकारी हुनु पर्यो। त्यो जानकारीहरू जनचेतनाहरू समाजमा फैलाउन नसकेर अन्य त अब यस्तो कुरा भन्नुहुन्छ भने कि धेरै ठाउँमा जब बाँट्न गए, अस्ति नै कुष्ठरोगी आश्रममा बाँट्न गए, त्यसमा एकजना पनि पुगेको थिएन। 10 दिन 8 दिन भइसकेको थियो लकडाउनको। 10 दिन 8 दिनदेखि त्यो कुष्ठरोगी आश्रममा त्यहाँ भिख मागेर खाने मान्छेहरू छ, तिनीहरू 8 दिन 10 दिनदेखि खान पाएको छैन। कोही चुरा खाएर, कोही भुजा खाएर, कोही चटपटे खाएर बसिरहेको थियो। हामीले नेपाल समयमा न्युज हेऱ्यौँ, तुरन्तको तुरन्त त्यही दिन अब भोक मान्छेको लागि 4 दिनको त तयारी गर्नु भएन, तत्काल हामीले जे सक्यौँ 75 केजी चामल लगायतको दाल, अन्य सामग्रीहरू, खाद्यान्न सामग्रीहरू सहित हामीले पुर्यायौँ। अनि त्यहाँ हेरेपछि के छ, त्यो 50-60 जना न एउटानिर मास्क छ, न केही छ। गाउँघरमा जानुहुन्छ भने त्यस्तै छ, न मास्क छ, न जनचेतना छ, न सामाजिक दूरी छ। अर्को कुरा त हाम्रो मजबुरी पनि छ, जुनहरू झोपडपट्टिमा जोहरू बस्छ तिनीहरू एउटै पालमुनि 20-30 जना बस्छ, तिनीहरूले कसरी सामाजिक दूरी पालना गर्ने? तिनीहरू कहाँबाट त्यो के भन्छ सेनिटाइजर ल्याउने? तिनीहरू कहाँबाट त्यो साबुन ल्याउने? तिनीहरू कहाँबाट त्यो मास्क ल्याउने? त कमसेकम त्यो निमुखा जनतातिर सरकारको अलिक बढी ध्यान हुनुपर्ने थियो। तर बडा दुःखका साथ भन्नु परिरहेको छ, सरकारहरू पनि केही पुँजीवादीहरूका एउटा बिचौलिया भनेर मात्र काम गरेको देखा पर्छ र सर्वसाधारण मध्यमवर्गीय मान्छेको लागि कुनै अहिलेको समयमा कुनै गभर्मेन्ट फेला पर्दैन। त प्रोपर यो के भन्छ तपाईलाई जनचेतनाको पनि कमीले गर्दा मान्छेमा पनि अलि ज्ञान त सरकारको काम हो नि त्यो जनचेतना फैलाउने। अब जनताले त जति बुझिरहेछ सरकारको मापदण्ड पालना गरि नै रहेछ र मापदण्डहरू 100% पालना हुन्थ्यो, तर सरकारले साथसाथ तिनीहरूको मुख पनि थुन्नु भएन। तिनीहरूको कसैको मुख थुनेर कसैलाई भोकै राखेर घरमा कसैलाई के समस्या छ, कसैलाई उपचारको खाँचो छ, कसैलाई औषधिको खाँचो छ, कसैलाई खाद्यान्न सामग्रीका खाँचो छ, कुनै घरको मान्छेले आफ्नो परिवारलाई भोकै राखेर घरमा त लकडाउनमा राख्न सक्दैन। त त्यो पुर्याउने खालका, त्यो सेवा सुविधा दिने खालकातिर सरकारको पनि ध्यान त्यति देखिएन। त्यसै कारण जनतामा पनि अब मजबुरीमै भन्नु पर्यो, खुसीले त कोही आफ्नो ज्यान जोखिममा राख्दैन। अवस्था यस्तो सिर्जना हुन्छ कि तिनीहरूलाई सरकारको मापदण्डलाई व्यवस्था गरेर तिनीहरू आफ्नो घर परिवार चलाउन, आफ्नो घर परिवारको 2 टाइमको छाक पुरा गर्न जोखिम मोलिएर पनि बाटोमा निस्किनु परिरहेछ। दिनमा कतिको कल आउँछ, कतिजनालाई सेवा दिनुहुन्छ अनि कस्तो कस्तो खाले सेवा लिनको लागि कल आउँछ तपाईँको? हैन, हेर्नु सेवाको कुनै यो के भन्छ लिस्टिङ छैन, कुनै बुन्दागत कुरा छैन। जुन खाले सेवा पनि त्यही पनि सबभन्दा बढी आवश्यकता भनेको अहिले के छ भने यो 4 दिनदेखि अलिक कम आएको छ। 4 दिन पहिला जब अक्सिजनको चरम अभाव थियो, पेसेन्टको पनि चाप बढी थियो तपाईलाई, अनि त्यतिखेर के थियो भने अक्सिजन जनकपुरमा एउटा मात्र भयभरको अक्सिजन फ्याक्ट्री बिग्रेर जुन 2 दिन बिग्रियो फ्याक्ट्री र अभाव सिर्जना भयो। त्यो अभाव लगभग 8-10 दिनसम्म चल्यो र त्यो 8-10 दिनसम्म यति धेरै अभाव चल्यो, पेसेन्ट पनि धेरै बढ्यो त्यही बिचमा। र सब पेसेन्टलाई चाहिएको थियो के अक्सिजन भेन्टिलेटर, तर त्यो मागको हामीनिर मात्र 5-7% थियो। मात्र 5-7% हाम्रो प्रोडक्सन नै छ, त हामीले व्यवस्थापन गर्ने कहाँबाट? त त्यस्तो अवस्था आयो। अब यो सरकारहरूले विज्ञान प्रतिष्ठान खोलेछ, सबै निकायहरू छ, तिनीहरूमा एक विज्ञहरू भर्ना गरेछ, तिनीहरूलाई सेवा सुविधा दिइरहेछ, लाखौँ करोडमा तिनीहरूलाई स्यालेरी दिन्छ। खै तिनीहरू के घाँस काट्नको लागि बसेका हुन् कि के लागि बसेका हुन्? तिनीहरूले पहिला चाहेको भए पूर्व तयारी गरेर यहाँ अक्सिजन प्लान्ट बसाउन सक्थ्यो। सामान्य 50 लाख 60 लाखमा अक्सिजन प्लान्ट बस्छ, 10 दिनको भित्रमा इन्स्टल हुन्छ। प्रादेशिक अस्पताल बसाउनु पर्यो। अघिल्लो साल कोभिड अस्पताल खोल्छु भनेको त्यो कोभिड अस्पताल खोल्न सकेन। अघिल्लो साल जबरदस्ती खटाएको स्वास्थ्यकर्मीहरूलाई तिनीहरूलाई स्यालेरी दिएको छैन, तिनीहरूको जोखिम भत्ता दिन सकेको छैन। तर करोडौँ अर्बको फेरि भर्खर केही दिन अगाडि मात्र देखियो भने
ठिक छ पहिला हामी भन्थ्यौँ कि हामीलाई केन्द्र सरकारले हामीसँग विभेद गर्यो होइन, यो गर्यो त्यो गर्यो। स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने ऐन कानुन पर्नुहुन्छ भने पर्याप्त अधिकार प्रदेश सरकार र स्थानीय सरकारसँग छ र बजेट पनि छ, तर तिनीहरूको बजेट जब तपाईँ हेर्नुहुन्छ विनियोजन जम्मा 18% खर्च भएको छ। यो आर्थिक वर्षको प्रदेश 2 सरकारको 100% जम्मा 18% बजेट खर्च भएको छ। त्यो 18%मा पनि जो खर्च भयो होला 100, 200, 500 करोड त्यो कमिसनमा र नेताहरूको गोजीमा मात्र गयो होला, मन्त्रीको, विधायकको, सांसदको, मेयर। बाँकीको बजेट खर्च नहुनुको कारण के हुन सक्छ तपाईँको विचारमा? त्यो मेरो मलाई यसको त एकदम आत्मविश्वास, विल पावरको कमी छ नेताहरूमा। अर्को के छ, यिनीहरू सबै सेटिङमा खर्च गर्न मात्र खोज्छ। यदि कमिसन जुन काममा आएन त्यस्तो काममा यिनीहरू त्यस्तो योजनामा पैसा लगाउन पनि खोज्दैन। त्यो पैसालाई सीमित मात्रामा त्यो पैसालाई यिनीहरू के छ, जुन मान्नु अब 1000 करोडमा 200 करोड मात्र खर्च गर्यो भने त्यो 200 करोडको कागजपत्र जुन म्यानेज गर्नुपर्छ त्यसमा जेनरली यदि तपाईँ सफा काम गरिरहनु भएको छ भने त्यसमा टाइम लाग्दैन, तर त्यसमा कमिसन खाएर बिलहरू मिलाएर जुन धेरै कागजपत्र मिलाउनु पर्छ अख्तियारसँग बच्नको लागि त्यसमा समयको बढी खपत हुने गर्छ र थोरै हामीले खर्च गर्यौँ भनेर पनि आफ्नो खल्तीको पैसा ब्ल्याक मनीलाई सेभ गर्नको लागि उनीहरूले हामीले त धेरै पैसा चलाएकै छैनौँ भन्ने खालका एउटा मनोवृत्ति देखाउनका लागि मात्र यिनीहरू पैसा बजेट पनि फ्रिज भएर जान्छ। जुन पैसाले कमसेकम यदि लागेको भयो यो समाजको यो तबकाको मान्छेलाई धेरै हदसम्म राहत हुन्थ्यो र हाम्रो जनताको यो अवस्था हुन्थेन, कमसेकम समृद्ध त हुन्थ्यो। दिनमा कतिजनालाई भ्याउनुहुन्छ सेवा गर्नलाई अहिलेको समयमा? भने त यो 4-5 दिनदेखि थोरै कल आएको छ, 5-7 त्यही पनि अहिलेसम्म। तर यो 4-5 दिन पहिलाको कुरा गर्नुहुन्छ भने एक दिनमा मलाई त्यो दिन 80वटा 70वटा 90वटा कल आइरहेको थियो अक्सिजनको टाइममा है, 7-8-10 दिन। त अब 80वटा नै कल आएपछि म त त्यति म्यानेज गर्न सक्दिनँ, मेरो टिमले पनि सक्दैन। कोही जो नजिकमा छ तिनीहरूलाई पठाइदिन्थ्यो, साथीहरूलाई फोनमै कन्ट्याक्ट गराइदिन्थे, कसैलाई हस्पिटलमा बेड खोजिदिनु पर्यो, कसैलाई अक्सिजनको खोजिदिनु पर्यो, कसैलाई कुनै औषधि भेटेन भने दबाई पसलमा गएर औषधि खोजिदिनु पर्यो, कसैलाई एम्बुलेन्स पाइरहेको छैन भने एम्बुलेन्स 10-20वटाको हामी नम्बर राखेछौँ, फोन गर्छौँ, जसको उपलब्ध हुन्छ त्यसलाई लिएर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिन्छौँ, कोअर्डिनेट गराइदिन्छौँ, कसैलाई खाद्यान्नको अभाव छ भने खाद्यान्न दिन्छौँ, कसैनिर के छ भने अब उसको छोराछोरी विदेश बसिरहेछ, कसैको छोराछोरी गल्फ कन्ट्री बसिरहेछ, कसैको छोराछोरी इन्डिया पर्न बसिरहेछ, उसको घरमा अब बुढा बाआमा आफै बिमार पर्यो, खाना पकाइदिने खालको कोही छैन, उपचार गरिदिने खालको कोही छैन, डक्टरनिर लगिदिने खालको कोही छैन। त त्यहाँसम्म पनि हामी पुगेर एउटा सुरक्षाको मापदण्ड अपनाएर धेरै टाढिनु भएन, तिनीहरूलाई लगेर उपचार पनि गराएका छौँ, खाद्यान्न सामग्री पनि पुऱ्याएका छौँ, एम्बुलेन्स पनि खोजिदिएका छौँ र रगतको अभाव जुन हुन्छ रेड क्रसमा निरन्तर रेड क्रसमा गएर रगतको पनि जोहो गरिदिने खोज्छौँ साथीभाइहरूसँग मागेर। र अर्को कुरा के छ भने मैले अघि पनि भने होइन, यो मान्छेलाई अप्ठ्यारो धेरै छ, समस्या धेरै छ, तर सहयोगी मनहरू पनि धेरै छन् समाजमा जसले गर्न खोज्छ। बसर्थे के छ तपाईँलाई एउटा आत्मविश्वासका साथ र इमान्दारिताका साथ त्यो पहल गरिदिनु पर्यो। त्यो दिने दानीहरू पनि थुप्रै छन् र त्यो त्यस्तो चाहिने लिने आवश्यकता भएका नागरिकहरू पनि थुप्रै छन्, त्यो दुवैलाई मिलाइदिनु पर्यो। त्यो कहाँबाट, कुन थरबाट, कुन समुदायबाट, कुन पार्टीबाट बिलोङ्स गर्छ, यस्तो महामारीमा, यस्तो आपतकालीन अवस्थामा त्योहरू हाम्रो सोच्नु त्यसरी हामी सोच्दैनौँ र त्यो सोच्ने कुरा पनि होइन। यस विषम परिस्थितिमा निरन्तर सेवा गरिराख्नु भएको छ। हिजो अस्ति एउटा बिरामीलाई तपाईँ र तपाईँको टिमले एम्बुलेन्समा राख्दाको तस्बिर निकै भाइरल भएको थियो। त्यो तस्बिर हेरेर सबैको मुखबाट वाह क्या राम्रो भनेर निस्केको थियो। त्यति बेला साँच्चीकै त्यो घटना के थियो? त्यो के छ म तपाईँलाई बताइदिन्छु है। यसरी जसरी हामीलाई दिनभरि फोन आयो भने नि म तपाईँलाई आज खोलेर नै बताइदिन्छु। अब मलाई विजयजी तपाईँ हुनुहुन्छ होइन, साथीभाइहरू हुनुहुन्छ, फोन गरिदियो, तपाईँलाई थाहा छ कि राकेश विक्रम लगायत उसको टिम एनएसयू कोभिड-19 हजुर। त त्यो के भयो भनेपछि जुन तपाईँ फोटोको कुरा गर्नुहुन्छ त्यो यसरी भाइरल हुन्छ र अप्रत्याशित रूपले यसरी हामीलाई थाहा पनि थिएन। त्यो फोटो हामीले आफूले लिएको पनि होइन, गरेको काम आफै बोल्छ। कति काम हामी त यतिकै गरेर फोटो राख्छौँ, तर त्यो फोटोहरू आजसम्म त्यसरी त भाइरल भएन। तर कुनै बेला एकाएक कुनै फोटो भाइरल हुन पुग्छ। त्यो के भएको थियो भनेपछि एउटा दाजु हुनुहुन्छ हाम्रो जिम्ना चौधरी भन्ने दाजु, उहाँले फोन गर्नुभएको थियो कि राकेश एकजना यसो मान्छे हुनुहुन्छ, उहाँको घरमा कोही बिरामी छ र एम्बुलेन्स खोजिरहनु भएको छ, एम्बुलेन्स छैन, भेटिरहेको छैन, कोही छ भने खोजेर लगिदेऊ। अनि मैले 5-7वटा एम्बुलेन्सलाई फोन गरेँ, एउटाले भन्यो खाली छ। मैले भने भाइ त्यो यो ठाउँमा आऊ, मैले बिरामीको नम्बर मलाई दिइदिनु भएको थियो उहाँले फ्यामिलीको, अनि उहाँसँग सम्पर्क गरेर मैले लोकेसन लिएँ। अनि त्यो एम्बुलेन्स जसलाई हामीले आफ्नो मार्फत बोलाउँछौँ त्यसको सुरक्षा, त्यसको टाइम
टाइमिङको हामीलाई ख्याल गर्नुपर्छ। सो हामी आफै पुग्छौँ त्यो ठाउँमा, कोअर्डिनेसन गर्दिन कि बिरामी र एम्बुलेन्समा ढिलो नहोस् भनेर हामी बिचमा गयौँ, त्यो एम्बुलेन्सलाई चौकमा रिसिभ गरेर बिरामीको घरसम्म लग्यो, बिरामीको घरमा लगेर एम्बुलेन्स पुऱ्याएर हामी त्यहाँबाट निस्किन खोजेको थियौँ। त्यतिकैमा त्यो बिरामीको बुवा आमा हुनुहुन्थ्यो, उहाँले भनिदिनु भयो कि चढाइदिनु न भनेर। अङ्कल हामी चढाउने मान्छे त होइन, हामी त अब यो एम्बुलेन्स पुर्याइदिन भन्नुभयो, उहाँले खोजिदिन, तपाईँसँग कुरा भयो, एम्बुलेन्स छैन, एम्बुलेन्स ल्याइदिएको। त मेरो बिरामी त बेहोस छ रे माथि भन्नुभयो। अब माथि बेहोस छ नि, उहाँ बुढापाका दुईजना आफै उठाएर ल्याउन सक्नुहुन्न, बिरामी बेहोस आफै आउने कुरै भएन। अनि एम्बुलेन्स ड्राइभरसँग सोध्यो अनि भन्छ दाइ हामीले त एम्बुलेन्स चलाउने हो, सिसाबाट हामी कभर गरेछौँ, पिपी लगाएको छैनौँ, हामी त टच गर्दैनौँ, टच गरे पनि एक्लै हामी उठाउन सक्दैनौँ। अनि अब त्यो अवस्थामा केही देखेन, एकछिन उभिएछु, छिटो होस्, एम्बुलेन्सलाई पनि बढी घेरेर राख्नु भएन। अनि उनीहरू छेउछाउको एक दुईजनाले बोलाउनु भयो, अरोसी पडोसीलाई, एउटा पस्लेलाई, एकजना त ग्लोभ्स लगाएर नै आउनुभयो, तर त्यहाँ आएर भन्छ हाम्रा से नहीं होतै, हाम्रा तबियत खराब भन्छ र उनीहरूले अब हेर्दा आफै जब अलि त्यो दया लागेर होस् या तत्काल मसँग गएको एकजना जितेन्द्र साहब भाइ हुनुहुन्थ्यो, उहाँलाई भने भाइ जा ग्लोभ्स लिएर आइजा, बजारमा गयो, दुई चारवटा ग्लोभ्स किनेर आयो, दुवैजनाले ग्लोभ्स लगाए, उसकै घरमा दुईजना अरू मान्छे कोही आयो सहयोग गर्न, हामी चारजना मिलेर माथि गयो, तन्नामा त्यो पेसेन्ट जो बेहोस परेको थियो त्यसलाई तन्नामा राखेर अनि त्यो तन्नामा चढाएर अनि त्यो तन्नाबाट हामीले उतारेर अनि त्यसलाई एम्बुलेन्समा चढायौँ। अनि त्यही बिचमा त्यो एम्बुलेन्सको ड्राइभर एकजना भाइ गएको थियो, तिनीहरूले नै फोटो खिचेर त्यसले एउटाले हालिदियो। अनि त्यसपछि यति भाइरल भइरहेछ। त्यो त हामी सामान्य काम गर्न गएको थियौँ, त्यो दिन भाइरल भयो त त्यो दिन मात्र हामीले पेसेन्टलाई छोएका छौँ त्यस्तो कुरा छैन। त्योभन्दा पहिला पनि कति पेसेन्टलाई नजिक गएर उपचार गर्ने क्रममा उठाउनु पर्यो, छुनु पर्यो, राख्नु पर्यो भने हामी आफ्नो सुरक्षा मापदण्ड अपनाएर गरेकै छौँ। त्यसपछि मलाई खुसी पनि लाग्छ, कमसेकम त्यो फोटो त्यति भाइरल भएपछि अनि थुप्रैजनाहरू आउनुभयो अगाडि, लास व्यवस्थापनको निमित्त होस् या अन्य कुनै कामको निमित्त होस्, मान्छेलाई अलि आँट आयो। हेर्नु जोखिम लिनु हुँदैन, तर परेको बेला मान्छे त चाहियो सहयोग गर्नलाई एकअर्कालाई। अब डक्टरले स्वास्थ्यकर्मीले भनिदियोस् कि म छुन्दिनँ बिरामीलाई भन्ने, त्यो बिरामी त्यतिकै जान्छ। त्यस्तै हो, समाजमा परेको बेला एम्बुलेन्स ड्राइभरमा एम्बुलेन्स चढाइदिने पनि हुनु पर्यो। र यदि सुरक्षा मापदण्डका साथ एकअर्काले कसैलाई सहयोग गर्यो भने मास्क लगाएर सेनिटाइज गरेर साबुन हातले धोएर केही पनि हुँदैन। त्यसैले अगाडि आउनुहोस्। छरछिमेकीमा कसैको कोही छैन, कसैको छोरा विदेश बसिरहेछ, कसैको कोही बुजुर्ग हुनुहुन्छ, कोही एकल महिला हुनुहुन्छ, तिनीहरूलाई खानपिनको अभाव छ, बिमारी परिगयो, त्यस्तो केही छ भने गएर सहयोग गर्नुपर्छ। त्यही म सम्पूर्णसँग आग्रह गर्छु। राकेशजी, आजको युवा भोलिको कर्णाधार हो भनेर भन्ने गरिन्छ। तपाईँमा पनि यस्ता क्षमता सबैले देखेका हुन्। विगतका कयौँ परिस्थितिमा तपाईँले जनकपुरवासी लगायत प्रदेशवासीको लागि विभिन्न सेवा दिइराख्नु भएको छ। सबै व्यक्तिको आफ्नो आफ्नो लक्ष्य हुन्छ, मलाई समाजकै लागि केही गर्नु छ भनेर सोच कहिले र कसरी आयो? हेरौँ, अब यस्तो परिस्थितिमा एउटा अलि के भन्छ, यसको लागि अलि इतिहासमा जानुपर्छ, राजनीतिक विषयवस्तु हुन्छ, त्यो अरू कुरा छाडिदिनुहोस्। यो यस्तो छ कि मलाई आफ्नो परिवारबाट नै यो संस्कार भेटेको छ। मेरो बुवा स्वयं समाजसेवी हुनुहुन्थ्यो, राजनीतिकर्मी हुनुहुन्थ्यो। उहाँ घर परिवारमा लागेपछि, व्यवसायमा लागेपछि अलि आर्थिक अवस्था दयनीय भएले त्यसपछि लगत्तैदेखि जब हामी टिनेजमा प्रवेश गऱ्यौँ, 15-16 वर्षदेखि नै यहाँको स्थानीय जुन हामी समाजमा बस्छौँ त्यहाँनिर पूजा अर्चना, सांस्कृतिक रीतिरिवाजहरूलाई परम्परा कायम राख्ने हिसाबले दसैँहरू मनाउने गर्थ्यो। त्यो संस्थाहरूबाट जुरेर त्यसपछि परिवार नियोजन सङ्घमा गएर हामीले त्यो क्षेत्रमा काम गऱ्यौँ, जेसिसमा गएर त्यो पर्सनालिटी डेभलपमेन्ट क्षेत्रमा काम गऱ्यौँ, व्यापार सङ्घमा गएर व्यापारीको हितमा काज गऱ्यौँ, राजनीतिक दलमा गएर समाजको अन्य सम्पूर्ण राजनीतिक इस्युहरू, अधिकारको विषयहरूमा पनि हामीले बुझ्दै गयौँ, सिक्दै गयौँ। र खास गरेर यो कुनै होइन, यो सम्पूर्ण सामान्य नागरिकको अधिकार हो। प्रत्यक्ष राजनीतिमा सबैजना होमिनुपर्छ भन्ने छैन, तर सबभन्दा प्रथम कुरा म के भन्न चाहन्छु, शिक्षा सबभन्दा प्राथमिकता हुनु पर्यो। कमसेकम ब्याचलर मास्टर डिग्रीसम्मको शिक्षालाई प्राथमिकता राखेर त्यसपछि यो सामान्य काम हो। आफ्नो प्रोफेसनलका साथसाथ यो हरेक मान्छेको कर्तव्य हो, दायित्व हो। आफ्नो समाजमा आफूले सक्ने जति, आफ्नो देशमा, आफ्नो शहरमा, आफ्नो जिल्लामा तपाईँ जति सक्नुहुन्छ त्यति एकअर्कालाई सहयोग गर्नु नै पर्छ। भोलि मलाई पनि आवश्यकता पर्दा यही समाजले मलाई सहयोग गर्छ। यही समाज, यही जनकपुर, यही जानकी माताको देन हो जहाँ म हुर्केको छु, यो ठुलो भएको छु, यो पहिचान स्थापित गरेको छु र आफूलाई यो ठाउँमा ल्याएर उभ्याएको छु। त्यसैले हाम्रो पनि केही फर्ज भन्छ। अर्को कुरा के छ भनेपछि म अरूलाई सहयोग गरेको होइन, यो मैले आफ्नो आत्मसन्तुष्टिको लागि गरेको हो। अरूलाई सहयोग गरेर त्यसले म पुण्य कमाउँछु। त्यसैले त्यसको सम्पूर्ण उनीहरूलाई मैले सहयोग भन्नुपर्ने, न कि मैले जसलाई सहयोग गर्छु तिनीहरूले मलाई सहयोग धन्यवाद दिनुपर्ने हो। अन्तिममा एउटा प्रश्न, अब शौर्य मिथिला हेरेर बस्नु भएका सम्पूर्ण दर्शकहरूको लागि, तपाईँ अहिले एउटा युथ आइकन हुनुहुन्छ। शौर्य मिथिला हेरेर बस्नु भएका सम्पूर्ण दर्शक, सम्पूर्ण युवाहरूको लागि के भन्न चाहनुहुन्छ? यस कोभिड-19 को विषम परिस्थितिमा युवाको भूमिका कुन खाले हुनुपर्छ, कस्तो खाले हुनुपर्छ? धन्यवाद। तपाईँको यो सुन्दर शब्दले प्रफुल्लित भएको छौँ।
र समाजप्रति केही गर्ने अरू मनोबल बढेर गएको छ। खासै त म केही त्यस्तो छु भने जस्तो आफूलाई पनि अब के भन्ने ठिकै छ। तर यो सबैको लागि त यति महत्त्वपूर्ण कुरा छ कि यसमा धेरै कुराहरू हुनसक्छ। म समय अनुकूल भन्दै जाउँला कि शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा योहरूमा कहाँनिर सुधार गर्नुपर्ने थियो, हाम्रो प्राकृतिक वातावरण कसरी बचाएर राखेको भयो, जुन हामी खुल्ला सास लिने गर्थ्यौँ आज सिलिन्डरमा त्यही अक्सिजन लिनु परेको अवस्था आएको छ, त्यो पनि भेटाइरहेको छैन। योहरूको कारण के होला, त्यसको के ठिक गर्न सकिन्छ, हामीले अहिले सस्टेनेबल डेभलपमेन्टको बारेमा सोच्नु पर्यो। अहिले विकासको निमित्त हामीले यसरी पनि नगरौँ कि प्रकृतिलाई हामीले पुरा दोहन र नाश गरिदेऊ, आगामी पुस्ताको लागि पनि जोगाएर राख्नुपर्छ। र खास अहिले एकदम समय सान्दर्भिक म छोटकरीमा यति मात्र भन्न चाहन्छु, मुख्य जुन म यो अहिले तत्कालको अवस्थालाई हेरेर यसमा अहिले धेरै कुरा नसमेटिएला कोरोनासँग सम्बन्धित भन्न चाहन्छु। यदि कसैलाई रुगा छ, खोकी छ, ज्वरो छ, बुखार छ भने PCR पोजिटिभ आओस् नेगेटिभ आओस्, दोस्रो म्युटेन्ट छ यसले नेगेटिभ रिपोर्ट पनि दिन सक्छ तर तपाईँमा पोजिटिभ हुन सक्छ। यदि तपाईँमा कुनै सिम्पटम छ भने 3 दिन चौथा दिनको भित्रमा एउटा विज्ञ डाक्टरनिर गएर उपचार गराउनुहोस्। तपाईँले केही हुँदैन तर तपाईँले गाउँघरमा बसेर काउन्टरबाट मेडिसिन लगेर गाउँको वैद्यसँग दबाई खाएर यतिकै सोधपुछको भरमा जुन दबाई एजिथ्रोमाइसिन, एन्टिबायोटिकहरू, सिटामोलहरू खाएर बस्नुहुन्छ भने भित्रभित्र यसले फेफरोमा असर पारिरहेछ र त्यो मान्छेलाई पछि गएर अक्सिजनको अभाव पर्छ, त्यसको चेस्ट धेरै ज्यादा इन्फेक्सन भइहाल्छ र पछि गएर अक्सिजन र भेन्टिलेटरले पनि डाक्टरलाई बचाउन गाह्रो भइहाल्छ। तसर्थ म अहिले यो समस्याबाट तुरन्त निजात पाउनको लागि आगामी हामी धेरै काम गर्न बाँकी छौँ र हामी गरौँला, हामी सबै बाँच्यो भने यो सुन्दर यो देशलाई, यो आफ्नो समाजलाई, एउटा सहरलाई एउटा सुन्दर र समृद्ध समाज बनाउन फेरि धेरै कुरा गर्नु पर्ला। तत्काल हामी बाँचौँ, सरकारको मापदण्डको पालना गरौँ, एक अर्कालाई आफ्नो छेउछाउमा सहयोग गरौँ र कोही पनि बिरामी छ भने नलुकाऊ, त्यो रोग हो, अपराध होइन, त्यसमा लज्जित हुनु भएन, त्यसमा कसैलाई अवहेलना गर्नु भएन र प्रत्यक्ष तेस्रो या चौथो दिन डाक्टर भिजिट गर्नु, प्रत्यक्ष भिजिट गरेर डाक्टरले तपाईँको एक्सरे हेरेर तपाईँको कलेजोको फोक्सोको त्यो सङ्क्रमण हेर्ला, ब्लड हेरेर तपाईँको भित्रको त्योहरू हेर्ला कस्तो, र त्यो आधारले तिनीहरूले स्टेरोइड दबाईहरू चलाएर तपाईँलाई बचाउन सक्छ। यो सही कुरा हो, यो देश विदेश अन्तर्राष्ट्रिय डाक्टरहरूले पनि भनिरहेको छ। यो करेन्ट जुन दोस्रो चरणमा जुन अहिले कोरोनाको महामारी छ, यो कोरोनाको मुख्य यही हो, डाक्टरसँग उपचार र औषधि। होम आइसोलेसन, घरमा अक्सिजन लिएर कोही सोचिन्छ कि म बाँचिहाल्छु र काउन्टरबाट औषधि खाएर जुन म बाँचिहाल्छु, त त्यो भ्रम हो, तपाईँले ज्यान जोखिममा पर्न सक्छ। दर्शक मिथिलालाई समय दिनुभएकोमा धन्यवाद छ। धन्यवाद। मेरो पनि केही कुरा यो जनचेतनाको हिसाबले तपाईँले जनता समक्ष पुर्याइदिन जुन भूमिका खेलिदिनु भएको छ त्यसको लागि तपाईँको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु।